हेलो एभ्रिवान, नमस्ते। स्वागत छ तपाईँहरूलाई मेरो अर्को भिडियोमा। सबैभन्दा पहिला चाहिँ फ्रिजलाई गर्नु होला इग्नोर, किनभने यो चाहिँ हो पुरानो फ्रिज, सबै भाँचिएको छ, यताउता केही पनि छैन। काम चाहिँ मजाले दिन्छ। अनि यता चाहिँ मैले थोरै सुजी लिएर चाहिँ पानी हालेर चाहिँ यसलाई एकछिन भिज्न छोडिदिन्छु। मैले चाहिँ नानीलाई नास्ता बनाइदिनु आँटेको, स्कुलबाट आउने बेला भयो नि त नानी। अनि यो चाहिँ हो मेरो रुम। सानी चाहिँ सुतेकी छिन् डोलीमा। मैले चाहिँ आज सानोलाई चाहिँ बन्दाकोपी, प्याज, एउटा अन्डा अनि सुजीको चाहिँ रोटी बनाइदिन आँटेको। मैले चाहिँ यहाँनिर बन्दाकोपी र प्याजलाई चाहिँ काट्दै थिएँ। अनि नानी पनि उठिन्। अब चाहिँ नानीसँग खेलिदिनुपर्छ एकछिन। उसँग खेलिदिएन भने चाहिँ ऊ रोइरहन्छ। यति खुसी भएर खेल्छ, इन्जोय गरिरहेको थियो मसँग। मैले चाहिँ यता बन्दाकोपी र प्याज पनि काटेर रेडी गरेँ, मसिनो पारेर। मेरो ठुलो छोरी चाहिँ यति खानामा नखनक गर्छ कि उसले खानामा सब्जीहरू, अब प्याजहरू यतात्यता भेटायो भने चाहिँ सबै फालिदिन्छ। त्यही भएर चाहिँ रोटीमै बिलाउने गरेर चाहिँ मैले मसिनो पारेर काटेको छु। अनि आज चाहिँ मैले घिउ पनि बनाउन आँटेको छु। आज चाहिँ मैले एकदमै अलग तरिकाले बनाउँदैछु है साथीहरू। अस्ति न चाहिँ मैले मिक्सर जारमा चाहिँ हालेर बनाएको थिएँ। भाँडोहरू पनि यति फोहोर भएको थियो, त्यो माझ्न पनि यति गाह्रो नहुने। एक त त्यो मिक्सी जारहरू सबै जाम हुन्छ कि भित्रसम्म नहुनुपर्छ, सफा पनि हुँदैन। त्यही भएर चाहिँ आज मैले कराईमै घिउ निकाल्ने अनि कराईमै मैले चाहिँ तताउने सबै काम चाहिँ कराईमै गर्ने भनेर मैले कराईमै लिएर अगाडि बसेँ। यहाँ चाहिँ मैले फ्रिजको पानी पनि लिएको छु साथीहरू। मैले चाहिँ हातले नै मोलेको छु। 5 मिनटसम्म चाहिँ हातले आटा गुने जसरी गुनेर चाहिँ चिसो पानी हालिदिएँ मैले चाहिँ। अनि एकछिनमा नै यति मजाले चाहिँ नुहाउने निस्केको थियो। यति खुसी लाग्यो मलाई चाहिँ। भाँडो पनि फोहोर भएन अनि घिउ पनि कति धेरै निस्कियो है। अस्ति न चाहिँ यति थोरै निस्केको थियो नि, मिक्सी जारमा त सबै पुरै पानीको छिटाहरू पनि यता त्यता फैलिएर यति गाह्रो भने त्यो भाँडाहरू सफा गर्न पनि। आज चाहिँ मजाले घिउ निक्ल्यो। अनि यता चाहिँ मैले अलिकति चाहिँ बटर बनाउनको लागि चाहिँ 4-5 चम्ची जति चाहिँ मैले बटुकोमा राखेर फ्रिजमा सेट हुन छोडिदिन्छु। मैले चाहिँ यो पनि टिकटकमै देखेको, हुन्छ कि हुँदैन त्यो मलाई थाहा छैन। मैले चाहिँ राखिदिएँ फ्रिजमा। अनि यो चाहिँ हो अस्ति नै बनाएको घिउको पिप्पा, जुन चाहिँ सकियो। यता चाहिँ मैले मजाले दुध पकाए जसरी चाहिँ घिउ पकाउँदैछु, किनभने यो चाहिँ एकदमै उम्लिन्छ नि त, यसलाई डाडुले चलाइरहनुपर्छ। मैले चाहिँ यता घिउ बनाएर रेडी पनि गरिसकेँ। अनि यसलाई चाहिँ एकछिन चाहिँ सेलाउन छोडिदिन्छु। अनि सेलाएपछि चाहिँ डब्बामा राखिदिन्छु। यता फेरि पापा छोरीको कुरा हुँदैछ। नानी चाहिँ जतिखेर पनि झ्यालमै हो बस्ने। बाहिरपट्टि चाहिँ बिरालोहरू आएको थियो अनि उसले चाहिँ त्यही हेर्दै थियो। अनि पापासँग पनि उसले हेर्दै हाँस्दै गरिरहेको थियो। हेर्नु त कति खुसी भएको छ कि ऊ त झ्यालमा चाहिँ। यता पनि मैले नानीलाई लिएर आइसकेँ। आज चाहिँ यति हावाहुरी चलेको छ नि साथीहरू, यति हावाहुरी चलेको छ। मेरो नानी त डरले कान बन्द गरेको छ। हेर्नु न कति जोडले चाहिँ ढोका झ्यालहरू सबै लगाएको छ कि हावाले। अनि बाहिरबाट हेर्नु यति ठुलो हावा चलेको थियो। घरबेटी आमा बजार जाने भनेर बाहिर निस्केर बस्नुभएको थियो बिचरा। हावाहुरीले डरले त जानु भएन, हिँड्न पनि सक्नुहुन्न राम्रोसँग। मैले सब्जी ल्याइदियो भने पनि मेरो 2टा नानी छ, भ्याउँदिनँ। अनि त्यही भएर आफै जान लाग्नु भएको थियो। हेर्नु त यता हाम्रोतिर चाहिँ कस्तो छ भने सालको यो हुन्छ नि त बुटुखहरू, यो चाहिँ सरकारले काट्न दिँदैन कि त। अनि त्यही भएर पुरै यतात्यता त्यो सुकेको कुटाहरू मात्रै छ। हावा लागेर पुरा हाँगाहरू खसिरहेको थियो कि। यता हेर्नु न कति ठुलो पानी परेको छ। मेरो नानी त इन्जोय गरिरहेको छ कि। यति खुसी हुन्छ त्यस्तो कुराहरू चाहिँ। झ्यालमै हो कि बस्ने त। पानी पनि यति ठुलो आएको छ अनि भित्रै पानी आउला जस्तो गरी आएको छ कि। बासिटोहरू पुरै आएको थियो। नानी चाहिँ खुसी भएर चाहिँ खेलिरहेको छ। यता चाहिँ मैले टिप्पामा चाहिँ घिउ हाल्दैछु। मैले चाहिँ 1-2 पानी मात्रै धोएको थिएँ नुहाउनेलाई, त्यही भएर बिलाउने पनि धेरै आएछ। तपाईँले चाहिँ अलि राम्रोसँग धुनुभयो भने चाहिँ यो चाहिँ आउँदैन है साथीहरू। हेर्नु त कति धेरै घिउ आएको। अनि यता चाहिँ मैले रोटी बनाइदिनु आँटेको। त्यो सुजी पनि राम्रोसँग फुलिसकेको थियो। अनि त्यसैमा चाहिँ मैले एउटा अन्डा, प्याज अनि बन्दाकोपी
थोरै नुन बेसार हालेर चाहिँ यहाँ फेर्दै थिएँ। नानीले चाहिँ मैले फेर्छु भनेर चाहिँ उसले माग्यो अनि मैले पनि दिएँ। यो चाहिँ हो मैले बनाएको घिउ। अनि त्यही थोरै घिउ चाहिँ यता नानीलाई मैले रोटीमा हालिदिएँ। मैले चाहिँ यहाँ हार्टको सेप बनाइदिँदैछु है साथीहरू। उसलाई चाहिँ हार्टको सेप एकदम मनपर्छ अनि उसले खुसी भएर खान्छ। यस्तो चिजहरू चाहिँ उसलाई मनपर्छ नि त, त्यही भएर चाहिँ म यहाँ बनाइदिँदैछु हार्टको सेप। यता हेर्नु न यसको पारा। ठुलो छोरीले पनि जिस्काउँदैछ बहिनीले के गरेको भनेर। पुरै बेसार जति पुगेर मुखमा दलेर हेर्नु त रोटी कति सफ्ट बनेको छ, खाउँ खाउँ लाग्ने। मैले त बनाउँदा एउटै रोटी त पहिला खाइसकेको थिएँ अनि त नानीलाई दिँदैछु। नानीले पनि मिठो भएको छ भन्दै थियो अनि मैले चाहिँ यो आज सानो छोरीलाई पनि खुवाएको थिएँ। उसले पनि मजाले खाएको थियो। रोटी चाहिँ एकदम नरम छ नि त, त्यही भएर छोरीको पारा चाहिँ त्यही हो।